हाई साथीहरु, स्वागत छ। यो के हो चिन्नु भयो? पात पात। ओहो, पात हेर्नु त पात। आज हामी टपरा सिलाउन लाग्छौँ। टपरा दुना के हुन्छ अब हेर्नु। सिलाउनु त बुन्ने बुन्ने बुन्ने। तर यो हेर्नु न, यो लठी चाहिँ अलिक ठुल्ठुलो छ। यो सानो पनि हुँदैन रहेछ के, कलिलो बाँस रहेछ नि त। अनि अलिक छिप्पेको बाँस भएपछि यसको दुईटा हुन्थ्यो, सर्लक्क दोटै नहुने रहेछ क्या। यो ठुल्ठुलो गाह्रो हुन्छ नि, अप्ठ्यारो हुन्छ नि यो ठुल्ठुलोले त। टपरा पनि च्यात्छ है। सबैजनालाई स्वागत छ मेरो भ्लगमा। आज एकदम धेरै पछाडि भ्लग बनाउन लागिरहेको छु। टपरा बनाएको भ्लग कस्तो हुन्छ हेर्नु ल अन्तिममा। टपरा हैन, टपरी भन्नु। हामी टपरा भन्छौँ। फेरि कोपरा भन्यो भने के गर्ने? टपरा भन्दा भन्दै सुरुमा चाहिँ हामीले दुईटा पात लिनुपर्छ। यस्तो यसरी 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 गरेर एकै खालको टाइपले बुन्नु हुँदैन, यसरी बुन्नु पर्छ। यसरी यसको यो के भन्छ, चाक भन्छ के, यो तलको फेद माथि गर्यो भने अर्को फेद तल गर्ने, उल्टो सुल्टो गरेर उल्टो सुल्टो राखेर बुन्नु पर्छ। नत्र फेरि उल्टो सुल्टो राखेन भने चाहिँ नराम्रो हुन्छ भन्ने चलन छ हैन साथीहरु। त्यस्तो छ। यसको यो पनि काट्नु पर्छ बिट हैन। त्यो बिट पनि काट्नु पर्छ। चोर काटेन राम्रो मान्दैन। यस, यसरी गर्ने। अनि यसरी गरेपछि अलिक ठुलो त्यस्तो हो र पहिला हो त। हाम्रो त यसो गर्ने। अब यहाँ माथि खप्टाउन लाने, यता थप्ने, कता कता पुग्दैन त्यता थप्दै 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 उठाउँदै उठाउँदै लाने क्या। कस्तो पालै तर सबै पालै पाल्छ हेर्नु न। यहाँ दुलै दुलो छ भित्र भित्र त है कस्तो चोर काम गरेछ भन्यो। यस्तै त हुन्छ त। कहाँ चाहिँ राम्रो चाहिँ बेच्ने ल्याउँछ हौ। फेरि राम्रो बेच्नु ल्यायो भने त फेरि उनीहरूलाई घाटा हुँदैन। घाटा भइहाल्छ नि होइन होइन साथीहरू, घाटा भइहाल्छ नि उनीहरूलाई। तिम्रो नाममा बर्पे पल भाग्य छु। यस्तो छ। अनि यस्तो यस्तो टपराको कतापट्टि सिलाउने गाह्रो पो छ त। यस्तो यहाँले त्यहाँ होइन यो टुपीसँग नभएपछि अप्ठ्यारो हुन्छ। फेरि देखिएन के तर भिडियोमा अलिक लुगा लाएर हेरेको छैन। ए है देखाउँछु ल साथीहरू तपाईँहरूलाई ल है। हेर्दै 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 गर्नु ल। हेर्नु न धुलो धुलो छ। सबै धुलै धुलो हो। तिम्रो लागि बरपीपल भाग्यछु, तिम्रो नाउँमा बरपीपल रोप्याछु, तिमीलाई नै मनमा राख्या छु हे मायालु। र सबैजनाले यसो सब्सक्राइब गरिदिनु होला च्यानल भन्न चाहन्छु। अब हाम्रोतिर यसरी बनाउँछ, तपाईँहरूतिर कस्तो बनाउँछ? हाम्रोतिर यसरी बनाउँछ। कमेन्टमा गर्नु होला भन्नु न। कमेन्ट ठोक्नु होला ल है। तर के गर्नु, पात दुलो दुलो भएकोले गर्दा अलिक राम्रो चाहिँ हुन्छ जस्तो मलाई लागेन होइन साथीहरू। त्यही पनि ट्राई गरौँ कस्तो हुन्छ होइन। पात दुलो दुलो भने झ्याउ हुन्छ क्या साथीहरू टपरा दुना गाँच्नुलाई। पात राम्रो भयो भने पो ओहो जाँगर पनि आउँछ। के गर्ने, जाँगरमा साँगर खाने बेला आँगर भन्ने जाँगर आउँछ, के गर्नु भएन भने आउँदैन। यहाँ टाँसिएछ कि तर माथि राखेर गर्नु नि त त्यस्तो जाँगरमा साँगर खाने बेला आँगर भनेको के हो त्यसको अर्थ? अर्थ नबर्थ गोविन्द गाई। रेडी भइसक्यो। अब यसलाई उठाउन मात्रै बाँकी है। अब हामीले कसरी उठाउने त? यो भागलाई बटार्ने, भित्र यसरी हाल्ने अनि सर्लक्क उठाउने ल है। बनाइसकेपछि
ल हेर्नु है अनि बनिसक्यो लास्ट रिजा ओ दिशामा पिन गर्ने गन्त लाँदा टपरा कस्तो छ हेर्नु त है। ठिक गन्तलाई ठिकै छ राम्रै छ टपरा बन्यो टपरामा भात खानु पर्छ र फेरि हामी गर्छौँ नि लामो हुन्छ जस्तो भिडियो त्यही भएर बिचबिचमा कट 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 गर्दै बनाउँदै गरेको हो शुक्रबार ल 55 सयको कुर्ता लाउँछ त रेडिमेड त्यही त वाउ यहाँ बन्दैछ है साथीहरू हाम्रो टपरा